Hello guys, good morning and welcome back to my vlog. म चाहिँ आज शनिबारको दिन यहाँ मम्मीलाई फेरि जरको पानी रुच्दैन। मम्मी सधैँ यहाँ 3 धारा भन्ने ठाउँमा पानी लिन आउनुहुन्छ हैन। म त्यही भएर अनि आज मम्मीसँग पानी लिन आएको छु एन्ड जस्ट लुक एट दिस भ्यू ब्रो। अति छैन त अनि रानी वनमा बस्नुको यो चाहिँ बवाल हो क्या। अनि यो चाहिँ रहेको छ धारा। लागे मन सुना पन्ना मुझे तुम बता दो कोई तो बचा दो केही बोल्दै भने केही नबोले त्यो पनि मैले केही बोल्दै भने भनेर बसिरहेको थियो होला। मैले केही बोल्दिनँ। अब बोल्न जरुरतै छैन त्यसमा। त्यो हेर्दैन हेरी ल्याम्प त्यसरी काट्नु त होइन हुनु त होइन। सट्टै आएर हानुलाई यस्तो गर्छ मा के हो र कहाँको बाढी आएर यता फेरि कहाँको पानी वेस्ट गरेर यहाँ फेरि के हुँदैछ यहाँ फेरि चिट हानिदिइराखेको क्या चिट। दिमाग खराब हुन्छ चिट खायो भने पनि माका। त्यही भएर बरु रुल्स एन्ड रेगुलेसनमा हिँड्ने नि कहाँ चिट सिट खाइदिएर नि फाइन तिरेर एउटा झ्याउ फेरि बिलबुक जान्छ फेरि बिलबुक लिन जायो अर्को झ्याउ। अब के कुरामा चिट खा क्लास लिनु पर्ने रहेछ भने फेरि अर्को झ्याउ। बरु आनन्दले हिँड्ने नि रुल्स एन्ड रेगुलेसनमा हिँड्न पर्ने। रुल्स एन्ड रेगुलेसनमा हिँड्ने भइगयो त त्यस्तो पनि स्ट्रिक्ट पनि छैन त नि। काठमाडौँको दाजुहरू ट्राफिक दाजुहरू खै अब त्यो अब पऱ्यो भने चाहिँ अब स्ट्रिक्ट लाग्ने लगेर मलाई अब त्यस्तो परे छैन अहिलेसम्म। त्यही भएर पनि छैन। ल हेर आम्बो ट्याक्सीवाला त जोसेर आउँछ त नि। ल हेर यसले पनि जोसेर पेल्यो पेला यसले त साइड लाइटै दिइरह। भनेपछि यो कता यता सोरुमतिर जानु लाग्यो क्या। सोरुम त यहाँ हो फेरि कहाँ जानु लाग्यो त नि केटो तिमी। ओह्राला त्यो त ठाडो ओह्रालो छ गाडीलाई ओभरटेक हानेर पुरै रङ साइडबाट आइरह के भन्नु। कत्रो हतार हो त नि। फुड डेलिभरीवालालाई त हतार छ। आज पनि पानी त अब भयङ्करै पर्ला जस्तो गरिरहेछ होइन। तर मलाई थाहा छ यो पानी भयङ्कर पर्ने खाले पानी नै होइन। पानीको दमै छैन आजकल। कडा नमत्तिने पिङको सय झड्का भने जस्तो गर्छ यार आजकल पानी पनि के हो। सबैलाई नमस्ते। ल टर्निङ पनि नपुग्ने होला होइन। फेरि अब ब्याक हान्नु पर्ने होला। गाह्रो छ गाडी लिएर हिँड्न नि गाह्रो छ काठमाडौँमा। बरु बाइक स्कुटर नै ठिक छ यार। जामै जाम यताबाट पनि बाइकले पेल्दिएको छ उताबाट पनि बाइकले पेल्दिएको छ। बिचरा बस्नलाई फेरि सेफ भएर बसेको ऊ छ। बाइकहरूको सेफ्टी छैन त्यही पनि बाइकले पेल्दिएको छ होइन। यसो बेला बेला त सड्किन्छ होला नि हान्दिउँ के हो भन्ने जस्तो। यसले के न्युज खोजेर मसँग यो आफू सेफ छैन भने थाहा नै के हो ज्यानको माया छैन के हो भन्ने जस्तो
हुन्छ होला नि। बाइकमा हिँड्नेलाई गाडीदेखि रिस उठ्छ अरे, गाडीमा हिँड्नेलाई बाइकदेखि रिस उठ्छ अरे फेरि होइन। मलाई गाडीदेखि त खासै रिस उठ्दैन बिचराहरू यार, माया पो लाग्छ हौ। एडभान्टेजमा भएर नि डिसएडभान्टेजमा छन् क्या अब बिचरा। गाडी त लिएर हिँडिरहेको साथीहरूले होइन, पैसा खर्च गरेर अब ट्याक्स त्यही अनुसारको तिर्नु पऱ्यो, फेरि झ्याम्म लाएर छ्यास ब्रेक हान्दै हिँड्न त के मजा आएर। बाहिर जस्तो रोड त के पोसिबल होला र है नेपालमा, स्पेसै छैन। अब यही रोड अब ल यतिकै त हो नि, अब यसलाई म्याक्सिमम् म्यानेज गर्ने भने के गर्ने हो र अब होइन। जेब्रा क्रसिङ यताउति, अब लाइन साइन यताउति, अब रोडको कन्डिसन पनि दामी नै छँदैछ। यहाँभन्दा के गर्न सकिन्छ र यसलाई अब होइन। अब यसलाई स्केल गर्ने भयो यतातिर, अब घरसर भत्काउनु पऱ्यो। गौरम भट्टराईले उता नयाँ बजारको घर त बल्ल तल्ल भत्कायो के अरे। अब अहिले आएर अब घरसर भत्काउनु भने त्यो इम्पोसिबलै त होइन, तर नेक्स्ट इम्पोसिबल हो नि त। अब यति नै होला हौ साथीहरू। अब फ्लाइओभर बनाउनु भने कहाँ बनाउनु यहाँ फ्लाइओभर फेरि। अब पब्लिक भेहिकललाई चाहिँ हल्का राम्रो बनाउनु पऱ्यो क्या। पब्लिक भेहिकललाई चाहिँ ट्याक्क लाएर गाडीले मान्छे कुर्नु हुँदा नि मान्छेले गाडी कुर्ने टाइपको होइन। अनि पब्लिक भेहिकलको फेयर पनि त्यही अनुसारको, पब्लिक भेहिकल ओनरहरू भनौँ न, उनीहरूलाई पनि त्यही अनुसारको अब फेसिलिटीहरू दिनु पऱ्यो होइन। अब पब्लिकबाट फेयर म्यानेज गर्ने भएपछि त उनीहरूलाई पनि घाटा लाग्न त दिनु भएन नि त। त्यो गरेर पब्लिक भेहिकललाई यस्तो दामी बनाउने कि होइन, मान्छेहरू बाइक स्कुटरमा हिँड्ने मान्छेहरू गाडीमा हिँड्न चाहिँ बेटर हुन्छ भन्ने जस्तो बनाएर चाहिँ, अनि त्यहाँबाट ट्राफिक रिड्युस गर्न सक्यो भने त छुट्टै कुरो हो। नत्र यस्तै हो काठमाडौँमा। यहाँभन्दा अरू केही गर्न सकिन्छ? तपाईँहरूको माइन्डमा केही छ भएदेखि कमेन्ट गर्नु है त। मेरो माइन्डमा चाहिँ त्यति मात्र आयो। त्यही यहाँभन्दा त के गर्न सकेला र भन्ने जस्तो भयो होइन। तपाईँहरूको माइन्डमा केही हुनसक्छ होइन। डोन्ट हेजिटेट टु कमेन्ट इट। नेपाल देश के अरे गरिब भन्छन्, तर जनताहरू यस्तो धनी छन् फेरि। इन्डियामा 4-5 लाख आउने गाडीलाई यहाँ 40-50 लाख तिरेर पनि चलाइराख्नु के अरे। अब फेरि कति अर्ब लोन लिने रे होइन, पुलसुल बनाउने यताउति गर्नको लागि लोन लिने रे। कहाँ बनाउने पुल त्यत्रो पैसाको, लोनै लिनु पऱ्यो फेरि। यत्रो ट्याक्स त उठाइरहेको त यार, त्यो पैसाहरू कहाँ जान्छ क्या खै। यत्रो जेमा पनि ट्याक्स लागामा एउटा केही छैन ट्याक्स नलागो भनेको। एउटा सानो सिङ्गमदेखि लिएर होइन, ठुल्ठुलो गाडी साडी घर सर यताउति सबमा क्या। अब तपाईँहरूले पर्चेस जेमा गर्नुहुन्छ सबैमा ट्याक्स लगाएर क्या। अब आफैले प्रड्युस गरेर युज गर्ने कुराहरूमा त ट्याक्स लागेन होइन, तर तपाईँले किन्न पर्ने कुराहरूमा सबमा ट्याक्स हानिरहेको क्या। म्यासिभ ट्याक्स हानिरहेको, त्यही पनि खै अब पुल बनाउनलाई लोन लिनु परिरहेको। वर्ल्ड ब्याङ्क लोन लिने अरे, उसै त नेपालीहरूको टाउकोमा 1 लाख पैसा होला लोन होइन। लोन हुनेछ माका टाउकेहरूलाई छ्यालप्याल छ पैसाको। कता फरेन कन्ट्रीहरूतिर सम्पत्ति जोडेर राखिसकेको टाउकेहरूले नेपालीको लोन लिएको पैसाले नेपाल देशलाई चाहिँ गरिब बनाएको छ। आफू धनी भए त्यहाँभन्दा नि कति धनी हुनु पऱ्यो। अब कति चाहिन्छ मान्छेलाई धन खै माका। यो लेभलमा पुगेपछि त अब धन पनि यस्तो होला क्या। धन पनि अब मिडल क्लासको हामी जस्तो मान्छेहरूलाई चाहिँ नेसेसिटी हो होइन। अब कमाउनु पर्छ होइन, कमाएर यो गर्नुपर्ने हुन्छ। अब फ्युचरको लागि सोच्नुपर्छ होइन, कमाएर अब त्यो भन्ने छ नि त। हामीलाई त धनको आवश्यकता छ क्या, तर एउटा लेभलमा पुगिसकेपछि चाहिँ धन आवश्यकताको लागि होइन, देखावटीको लागि हो जस्तो लाग्छ। अब एउटै सर्कलको मान्छेहरू छ होइन, यहाँ धनी उनीहरूको कति पुस्तालाई होइन पुग्ने सम्पत्ति छ अलरेडी, तर उनीहरूको फ्रेन्ड सर्कल छ होइन, त्यसमा ऊभन्दा कोही धनी मान्छे छ क्या। अब
नभए फ्रेन्ड सर्कल नभए कोही सर्कलमा उसको सर्कलमा भएको मान्छेहरू होइन धनी छ नभए उसँग ऊभन्दा बढी धनी होइन उसलाई भेटाउन लागिसक्यो धनमा होइन उसको अब नेटवर्कमा भेटाउन लागिसक्यो त्यहाँभन्दा योभन्दा धनी म हुनु पऱ्यो भन्ने रिजन भन्ने मोटिभेसनले त होला नि तिनीहरूलाई फेरि अझ धनी हुन मन लाग्यो नत्र त किन यार है कि अब एक लेभलमा पुगिसकेपछि चाहिँ अब अटोमेटै भइसक्यो यति अटोमेट भइसक्यो कि होइन रक्स म त जाने पनि अब लेफ्टै फेलेर आउनु पऱ्यो यसलाई भने होइन ठिकै छ अब यति अटोमेट भइसक्यो कि होइन उनीहरूले अब अटोमेटिकल्ली रेभेन्यू जेनेरेट भएर हुन्छ क्या त्यो बिजनेसम्यानहरूको केसमा त त्यस्तो होला क्या तर पोलिटिसियनहरूको केसमा त यार यिनीहरू पोलिटिक्स भ्रष्टाचार गरेर कमाउनु त हो यिनीहरूले कति चाहियो क्या कति चाहियो आम्बो पैसा मान्छेहरू दुई छाक खान नपुग्ने मान्छेहरू पनि छन् त यो धन भन्ने कुराहरू फेरि एउटा धनी हुनालाई अर्को गरिब हुनै पर्दो रहेछ क्या फेरि अनि कति धनी हुनु पऱ्यो तपाईँहरूलाई अरूलाई कति गरिब बनाउनु पऱ्यो क्या कति गरिब बनाउनु कति गरिब हुन दिने भनौँ न बनाउने भनेर उनीहरूले गरिब बनाउनु त होइन गरिबहरू आफै गरिब भएको नि होइन हुन त तर गरिब हुन नदिउँ न साथीहरू अरूलाई पनि यसो उकास नीतितिर लागौँ होइन अब अहिलेसम्म केही राम्रो काम नगरे पनि होइन अब चाहिँ ल मर्ने बेला भइसकेका छौ तिमीहरू होइन मर्ने बेलामा त ल त्यसले सम्झिने होइन त्यसले एउटा लेभलको रेस्पेक्ट दिने स्ट्याचु बनाउने होइन तिमीहरूको नाम त अमर रहनु पऱ्यो नि त तिमीहरूलाई अब यस्तो पाराले त कसले सम्झिन्छ भनेको देशले बिर्सिन्छ त तिमीहरूलाई तिमीहरूले धन मात्र छोडेर जाने हो र नाम पनि छोडौँ भन्ने त होला नि त अब चाहिँ नाम छोड्नतिर लागौँ बुढेसकाल लागिसक्यो त्यही पनि स्वर्ग प्राप्ति हुन्छ कि है साथीहरू ल आजको भ्लग चाहिँ अब यही नोटमा टुङ्गाइदिउँ है त साथीहरू आई होप यु लाइक डिड होइन इफ यु डिड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब होइन द्याट्स अ ह्युज मोटिभेसन फर मी टु किप कन्टिन्युङ होइन द्याट इज अल आई हेभ टु से फर नाउ सो अन्टिल नेक्स्ट टाइम बाई बाई गाइज बाई बाई अर्को भ्लगमा भेटौँला है त